आउनुहोस् आज हामी जाउँ उदयपुर जिल्लामा पर्ने अहिले निकै भाइरल भइरहेको बोप्ताङ डाँडा। उदयपुर र सुनसरी जिल्ला छुट्याउने यो सप्तकोशी पुलबाट मदन भण्डारी भित्री मधेस राजमार्गमा करिब 2.5 किलोमिटर अगाडि बढेपछि हामी बेलका रिसोर्ट पुग्छौं। बेलका रिसोर्टको ठ्याक्कै अपोजिटमा एउटा सानो पिच भएको बाटो उकालो लाग्छ। बाटो माथिसम्मै पिच छ भने एक ठाउँमा थोरै अलिकति बाटो बिग्रिएको छ। करिब 7-8 मिनेट अगाडि बढिसकेपछि त्यहाँको चलपहलले नै हामीलाई हाम्रो डेस्टिनेसन आइपुगिसकेको अन्दाज दिन्छ। पार्किङ गरेर करिब 2-3 मिनेट मात्र हिँडेपछि हामी आइपुग्छौं हाम्रो देशको सबैभन्दा ठूलो सप्तकोशी नदीको विकराल रूप देखिने भ्यू स्पटमा। सप्तकोशी यहीँबाट केही किलोमिटर अगाडि बढेपछि भयानक रूपमा फिजिएर तराई प्रवेश गर्छ। यो बोप्ताङ डाँडामा प्याराग्लाइडिङ पनि हुने रहेछ। रिसेन्टली सोशल मिडियामा धेरै भिडियोहरू आइरहेको हुनाले छुट्टीको दिन पारेर धेरै मान्छेहरू हामी जस्तै यो ठाउँ एकचोटि हेर्न आउनु भएको रहेछ। भिडभाड कम भएको बेला जाँदाखेरि साह्रै राम्रो देखिने यो ठाउँ हामीले भने भरपूर अवलोकन गर्ने मौका भने पाएनौं। तपाईहरु भने उचित समय मिलाएर जानुहोला है। बाइ बाइ अन्टिल द नेक्स्ट भिडियो।